हेलो एभ्रिवान, नमस्ते, नमस्कार अनि दर्शन नमस्ते सम्पूर्णमा। म चाहिँ आज धेरै लामो समय पछाडि सानो एउटा मिनी भ्लग बनाएको छु। धेरै साथ दिनुहोला, सपोर्ट गर्नुहोला। आज चाहिँ छुट्टीको दिन, त्यसैले गर्दा छुट्टीको दिन चाहिँ अरू दिन चाहिँ पुरैसम्म अफै हुन्छु। एक्लै छुट्टी हुन्छ, त्यसैले गर्दा आज चाहिँ साथीसँग छुट्टीसँगै भएको थियो। त्यसैले गर्दा आज चाहिँ हामी पार्कतिर घुम्न जाँदैछौँ। पार्कतिर जाँदाखेरि हामीले पनि मकै खाएको थियौँ, हरियो मकै। त्यतिखेर चाहिँ दुईवटा बिल्लीले चाहिँ हेरिरहेको थियो, बिरालोले चाहिँ। अनि कस्तो माया लागेर खाने हो भनेर दिएको थिएँ एउटालाई चाहिँ खाँदै खाएँ होइन, उसलाई चाहिँ मन परेन अरे। अनि एकजना चाहिँ अर्को चाहिँ आएर चाहिँ मजाले खाइरहेको छ, हेर्नुहोस् त। अनि मकै पनि राम्रै रहेछ, म पनि खाएको थिएँ, एकदम मिठो भएको थियो। उसलाई पनि दिएको थिएँ। अनि एउटाले चाहिँ खुब बोगाएको रहेछ के अरे, अनि मजाले खायो। अनि अर्को चाहिँ मलाई हेरिरहेको थियो। अनि खाने हो त भने सोधेको, नखाने अरे, उतातिर भाग्यो। अनि अर्कोले चाहिँ खायो, एकछिन मजाले खायो यसले चाहिँ। अहिले चाहिँ हामीहरू यता पार्कतिर घुम्न गएको छौँ। एकछिन माथि ब्रिजमाथि बसेर पनि हेऱ्यौँ, गाडीहरू हिँडेको पनि एकछिन रमाइलो गरियो। अनि मजाले एकछिन साथीसँग हावा खाइयो, किनकि आजभोलि मौसम पनि एकदम ठन्डी छ नि, एकदम चिसो छ, गर्मी छैन। यसो बाहिरतिर हिँड्नु पनि एकदम सहज हुन्छ, किनकि अब गर्मीको समयमा चाहिँ एकदम गाह्रो हुन्छ। अनि नर्मल टाइममा चाहिँ अहिले जुन आजभोलि चाहिँ धेरै राम्रो छ। अनि म चाहिँ फर्किने बेला चाहिँ यो मैले बर्फको बोट चाहिँ जिन्दगीमा फर्स्ट टाइम देखेको यहाँ भर्याङमा। पहिला चाहिँ देखेको थिएन, अझ चाहिँ देखेको। यति ठुलो थियो नेपालमा जस्तै क्या यो बर्फको बोट चाहिँ। मलाई चाहिँ थाहा पनि थिएन यो गल्फ कन्ट्रीतिर पनि हुन्छ भनेर। म चाहिँ फर्स्ट टाइम देखेको गाइज। ल, आजको भिडियो चाहिँ यतिसम्म हुन्छ। अब नेक्स्ट भिडियोमा फेरि भेटौँला साथीहरू। थ्याङ्क यू सो मच मेरो भिडियोलाई हेरिदिनु भएकोमा। भिडियोलाई मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्नु चाहिँ नभुल्नु होला है। थ्याङ्क यू।